संसदमा त हामीलाई रवि दाइले नबोल्नु भने भएर मात्र नबोलेको हामी त देश बनाउने कुरा ठुलो हो यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन बोल्नमा हामीलाई कसैले जित्न सक्दैन हामी बोलेर जित्दिन सक्छौँ डाक्टर सोनिम नेपालबाट जापान गइसकेपछि हामी पनि जापानिज भाषा बोल्न थाल्नु पर्यो फेरि मगर भाषामा कुलाङ्गान क्याले भन्न थाल्यो भने मिल्दैन कोरिया पुगेपछि कोरियन भाषा बोल्नु पर्छ तपाईँहरू पनि माइतीगत मण्डलबाट यहाँ आइसकेपछि अब सबै विषयलाई लडाइँ घुम बनाएर हेर्नु भन्न थालियो भने तपाईँको पनि स्तर उठ्दैन हाम्रो पनि स्तर उठ्दैन अग्ले माथि अहिले भित्र साथीहरूको यसो कुरा सुन्छु उहाँ चाहिँ पानीको यो शुद्धाशुद्धि मिलेन उहाँहरूले कोलुम भड्यो भन्नुभएको छ पेज नम्बर उस्तै भयो भनेर पहिला त्यही कुरा गर्नुहुन्थ्यो अस्ति मैले यहाँ यसो सुने साथीहरूले चाहिँ पूर्व अर्थमन्त्रीहरूले के भन्नुभयो यो त ऋण लिएर घिउ खाएको जस्तो भयो नि भनेर भन्नुभयो ऋण लिएर देशै खानुभन्दा ऋण लिएर घिउै खाए त के नराम्रो भयो त नराम्रो भयो कि ऋण लिएर जाँड खायो भने त्यो गलतै भयो हामी ऋण लिएर जनताले घिउ खुवाउँछौँ भने नराम्रो के भयो त्यसमा ऋण लिएर देशै बेचिन्थ्यो भने देशै खाइदिएका छन् सारा उद्योग धन्दा खाइदिएका छन् देशै ध्वस्त पारेका छन् संसदमा त हामीलाई रवि दाइले नबोल्नु भने भएर मात्र नबोलेको हामी त जसरी हुन्छ ठिक छ तर यसो भन्दै गर्दाखेरि उहाँहरू जे भेट्यो घाँटी समाउँदै आउनु भएको छ अहिले छँदा डाक्टर सोनिम वाग्लेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धाशुद्धि मिलेन भनेर न्यु खोजिरहनु भएको छ नेपाली भाषा परीक्षा दिन आएको हो यहाँ त्यो जरुरी छ त्यसलाई शुद्धाशुद्धि पानी शुद्ध छ कि छैन पानीमा हेरौँ पानीको अक्षरमा नहेरौँ पानी शुद्ध हुनु पर्यो पानीको शुद्धाशुद्धिमा जोड दिन जरुरी छैन त्यसैले नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन सार्वभौम सत्ताका सांसदलाई जति पनि त्यो खुल्ला दायरा छ तपाईँ गएर जे कुरा पनि हेर्न सक्नुहुन्छ त्यो ल्याउन सक्नुहुन्छ तर अतिरञ्जित गराउनेबाट दुईवटा ब्रान्ड एउटा डाक्टर सोनिम वाग्ले भन्ने ब्रान्ड र अर्को BYD भन्ने ब्रान्डलाई नियोजित ढङ्गबाट प्रायोजित ढङ्गबाट अर्को कम्पनीबाट अर्को मालिकबाट पैसा खाएर अर्को मालिकलाई बदनाम गराउने जे काम भइरहेको छ यो कुराप्रति चाहिँ हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ प्रतिवाद चाहिँ किन गर्नु भएन त सबै विपक्षी दलहरूले लगभग एक सुरमा नै कुरा उठाइराखेका छन् हेर्नुहोस् तपाईँलाई आजको दिनमा हामीले संसदमा स्पष्ट रूपमा भन्नुपर्छ हामीले बम पड्काउन पनि जरुरी छैन कसैको गाला पड्काउन पनि जरुरी छैन हामीले ताली पड्काइदिए पुग्ने गरी जनताले मत दिएर पठाइदिएका छन् तर राष्ट्रसभाका अब म तपाईँलाई यो कुरा स्पष्ट बुझेको छ नेपाली भाषा राष्ट्रसभाले बुझ्छ यो कुरा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा राष्ट्रसभाले बुझेको छ होइन त्यो त डेफिनेटली हामी त सरकार हो सरकारले ल्याएको कर्म विरोध गर्ने भन्ने हुन्छ र हामी त सरकार पक्षको सांसद हो हामी त त्यो त डेफिनेटली तपाईँको बाको पक्षमा बोल्नुभयो भन्दा किन बोल्नुभयो भन्ने हुन्छ र आफ्नो बाला त सकबाट त्यो स्वाभाविक हुने आफ्नो बाले गरेको कर्मलाई उस्तै अपराध बाहेक त गल्ती कम्युनिटीमा त्यो त यो स्वाभाविक रूपमा हामी अब हामीले के विपक्षी उसमा उभिएर बोल्ने कुरा त भएन त्यसैले गर्दाखेरि अहिले तपाईँले भनेको जस्तो चाहिँ सरकारले गरेको कर्म वा राष्ट्रपाले गरेको कर्ममा सन्दर्भमा चाहिँ कहीँ कतै गल्ती कमजोरी भएको छ भने हामी त्यसलाई सुधार्न तयार छौँ तर अहिले तपाईँले भनेको जस्तो हामीलाई त सभापतिले देश बनाउने कुरा ठुलो हो यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन बोल्नमा हामीलाई